सम्पूर्णमा नमस्कार। आजको भिडियोमा काँक्रा करेला जस्ता लहरे तरकारी बालीको लागि पोली ब्यागमा बेर्ना उमार्ने तरिकाको बारेमा जानकारी दिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, साथै च्यानललाई सब्स्क्राइब गरी जोडिनुहोला। पोली ब्यागमा बेर्ना उमार्नको लागि आवश्यक सामग्रीहरू: माटो, मल, बालुवा, बिउँ, पोली ब्याग वा गिलास, यो चिया खाएर फालेको गिलासहरू, त्यस्तो किसिमको गिलासहरू, सालको पात वा केराको पातको ब्याग बनाएर पनि प्रयोग गर्न सकिन्छ। सर्वप्रथम 1 भाग माटो, 1 भाग पाकेको गोबर मललाई राम्रोसँग मिलाउनु पर्दछ। माटो जङ्गलको भए एकदमै राम्रो मानिन्छ। यदि माटो चिम्टाइलो छ भने आधा भाग बालुवा पनि मिसाउन सक्नुहुनेछ। यसरी पोली ब्यागमा काँक्रा र करेलाको बिउ राख्नको लागि हामीले यसरी 1 भाग माटो र 1 भाग मल बराबर बनाएर यसरी मजासँग मिलाउनु पर्दछ। सकेसम्म यो माटो चाहिँ जङ्गलको माटो प्रयोग गर्दा एकदमै राम्रो हुन्छ बेर्नाहरूको लागि। यसरी चाहिँ मजासँग मिलाउनुहोस् मल र माटो है। यसरी मिलाइसकेपछि हामी चाहिँ तपाईँहरूको खेर गइरहेको जो चिया खाएर फालेको यस्तो किसिमको गिलासहरू हुन्छ, यस्तो गिलासहरू चाहिँ प्रयोग गर्न सक्नुहुन्छ तपाईँले बेर्नाको लागि। र यस्तो पोली ब्यागहरू पनि प्रयोग गर्न सक्नुहुन्छ। यो चाहिँ बजारमा किनेर पाउँछ। यस्तो किसिमको पोली ब्यागहरू हुन्छ। यो चाहिँ एकदमै राम्रो हुन्छ बेर्ना उत्पादनको लागि। चाहिँ यो 2वटा यस्तो किसिमको गिलास र यस्तो किसिमको ब्यागहरू प्रयोग गर्न सक्नुहुन्छ है त। अब यो यति मजासँग माटो मिलिसकेको छ, यसलाई चाहिँ उपचार गर्न पनि सक्नुहुन्छ तपाईँहरूले। यो माटो रेडी भइसकेपछि, मल माटो मिलाएर यसरी रेडी भइसकेपछि यसमा चाहिँ अब हामीले माटोलाई चाहिँ प्याक गर्नु पर्यो। यसरी चाहिँ प्याक गरिदिनु है मजासँग यसरी मजासँग प्याक गर्ने है। यसरी चाहिँ अब केही ठाउँ खाली राखेर केही भाग खाली राखेर चाहिँ यसरी प्याक गर्ने। यो खाली चाहिँ किन राख्यो भन्दाखेरि अब यसमा चाहिँ हामी यसमाथि बिउ रोप्छौँ र बिउ रोपिसकेपछि फेरि हामीले माटोले पुर्नुपर्ने हुन्छ र त्यसमा पनि अलिकति ठाउँ हुनुपर्छ। किनभने हामीले सिँचाइ गरेको पानी चाहिँ यसमा अलिकति जम्ने खालको हुनुपर्छ, अटिने खालको हुनुपर्छ। यदि हामीले पुरै प्याक गरायो भने चाहिँ हामीले सिँचाइ गरेको पानी चाहिँ सट्टै बाहिर जान्छ, यसमा अटिँदैन। त्यही भएर चाहिँ यसलाई अलिक कम भर्नु होला है त। पोली ब्यागको मुनि वा साइडमा 3-4 वटा ससाना पल पार्नु पर्दछ, जसले गर्दा बढी भएको पानी प्लास्टिकमा जम्न पाउँदैन। यसरी सम्पूर्ण प्लास्टिक ब्याग भरिसकेपछि व्यवस्थित घाम लाग्ने पारिलो ठाउँमा मिलाएर राख्नु पर्दछ।
सबै पोली ब्याग मिलाएर राखिसकेपछि त्यसमा ती बिउ खसाउनु पर्दछ। बिउ राखिसकेपछि बिस्तारै माटोले छोप्दै जाने। यसरी माटोले छोपिसकेपछि हजारीको सहायताले हल्कासँग सिँचाइ गर्नु पर्दछ। यदि तपाईँले जाडो सिजनमा बेर्ना उमार्दै हुनुहुन्छ भने प्लास्टिकको गुम्मुज बनाएर त्यसभित्र पोलिब्याग राख्न सक्नुहुन्छ। अब यसरी राखिएको बिउ 1 हप्तामा उम्रन्छ र 2 देखि 3 पाते भएपछि मुख्य खेतमा सार्न सक्नुहुनेछ। धन्यवाद। भिडियो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला।